नमस्ते, म डिआर बस्नेत। आज बिहानैदेखि काठमाडौँका थापाथली, गैरी गाउँ र मनोहरा क्षेत्रमा रहेका सुकुम्बासी बस्तीहरूमा नेपाल प्रहरी, काठमाडौँ महानगरपालिकाको साथ सहयोगमा बिहानैदेखि ती बस्तीहरूमा डोजर लगेर सुकुम्बासी बस्तीहरू खाली गराउने कार्य चलिरहेको छ, जारी छ र अहिलेसम्म थापाथलीमा बिना अवरोध त्यहाँको सुकुम्बासी बस्ती हटाइएको छ र त्यस क्रमसँगै अहिले गैरी धारा र मनोहरा क्षेत्रमा पनि त्यो कार्य जारी छ। त्यहाँ कुनै किसिमको बिना अवरोध त्यहाँका सुकुम्बासी बस्तीहरूमा डोजर चलाइएको छ र त्यहाँ हटाइएको छ। त्यहाँ रहेका सुकुम्बासी बस्तीमा रहेका मानिसहरूको बिना अवरोध ती बस्तीहरू खाली गरिएको छ। बालेन्द्र शाहको एक निर्णयले त्यहाँका सुकुम्बासी बस्तीहरू हटाइए। अहिलेका सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले जहाँसम्म लाग्छ 2-3 वर्ष अगाडि काठमाडौँ महानगरपालिकाको मेयर हुँदाखेरि उनले थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाउने प्रयास कोसिस गरेका थिए, तर त्यहाँका सुकुम्बासीका बस्तीका मानिसहरूले अवरोध सृजना गरिसकेपछि उनी त्यहाँबाट पछि हट्न बाध्य भएका थिए। समयक्रमसँगै उनी प्रधानमन्त्री भइसके पश्चात सम्माननीय बालेन्द्र शाहले लगभग 1 महिनाको अवधिमा उहाँले गरेको एक निर्णयले काठमाडौँका विभिन्न ठाउँमा रहेका सुकुम्बासी बस्तीहरू, थापाथली, गैरीधारा र मनोहराका सुकुम्बासी बस्तीहरूमा बिना अवरोध बालेन्द्र शाहको एक निर्णयले त्यहाँका सुकुम्बासी बस्तीहरूमा डोजर लगाइयो र त्यहाँ हटाइयो। अहिले आएर त्यहाँका सुकुम्बासी बस्तीका मानिसहरूले बालेन्द्र शाहलाई को निर्णयलाई किन विश्वास गरे र उनीहरू त्यहाँबाट हट्न बाध्य भए, यो एउटा सोच्ने विषय रहेको छ। पहिलेका सरकारहरूले गर्न नसकेको कार्य सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले 1 महिनामै स्वस्फूर्त बिना अवरोध काठमाडौँका विभिन्न सुकुम्बासी बस्तीहरू हटाए। बिना अवरोध, त्यहाँ कसैको अवरोध रहेन। किन त भन्दाखेरि उनले नेपाल सरकारलाई विश्वास गरे, अर्थात् बालेन्द्र शाहलाई त्यहाँका सुकुम्बासी बस्तीहरूका मानिसहरूले बालेन्द्र शाहले हाम्रो पक्षमा निर्णय गर्छ भन्ने किसिमको एउटा बालेन्द्र शाहप्रति उनको भरोसा भयो, विश्वास भयो र त्यो आधारमा उनीहरूले बालेन्द्र शाहको निर्णयलाई बिना अवरोध स्वीकारे। त्यहाँबाट हट्न उनीहरू राजी खुसी भए। यो सँगै नेपाल सरकारले गर्ने निर्णय, राम्रो निर्णयलाई जुनसुकै नागरिकले पनि सपोर्ट गर्छन् भन्ने यो एउटा उदाहरण हो। अब हामीले चाहिँ के विश्वास गर्नुपर्छ भने सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले ती मुख्य सुकुम्बासीहरूलाई उनीहरूको बस्ने, खाने र उनीको जीविकोपार्जन गर्ने लगायतका जुन किसिमका हुन्छन् तिनीहरूलाई चाहिँ बालेन्द्र सरकारले सम्बोधन गर्नेछन् भन्ने हामीले आशा लिएका छौँ। पक्कै पनि बालेन्द्र शाहले मुख्य जुन हुन् सुकुम्बासी तिनीहरूलाई चाहिँ साँच्चै नै एउटा सही निर्णय गर्छन् भन्ने आशा छ। त्यसकै आधारमा आज बिहानदेखि काठमाडौँका विभिन्न थापाथली, गैरधारा, मनोहराका सुकुम्बासी बस्तीहरूमा बिना अवरोध त्यहाँ डोजर चलाइयो, भत्काइयो र उनीहरू पनि त्यहाँबाट हट्न बाध्य गए भनौँ न। आफ्नो राजी खुसी हिसाबले उनीहरू त्यहाँबाट गए र तिनीहरूलाई अब नेपाल सरकारले उचित व्यवस्थापन गर्नेछ भन्ने आशा छ। र यस अर्थमा बालेन्द्र शाह 1 महिनामै जुन किसिमको निर्णय लगे र जुन किसिमको निर्णयसँगै सुकुम्बासीहरूको पनि साथ सहयोग पाए बालेन्द्र सरकार, यो चाहिँ राम्रो कामको सुरुवात हो
भन्ने हामीलाई लागेको छ। सम्पूर्ण नेपाली जनताहरूलाई यो बालेन्द्र शाहले गरेको निर्णयलाई साथ सहयोग समर्थन गरेका छन् भन्ने हामीले विश्वास लिएका छौँ।